केन्द्रबाट पाल्नुभएका केन्द्रीय सदस्यज्यू, प्रदेशबाट पाल्नुभएका प्रदेश सदस्यज्यू, झापा जिल्लाबाट नवगठित अध्यक्षज्यू, सदस्यज्यूहरू, सचिवज्यू तथा निवर्तमान झापा जिल्लाबाट पाल्नुभएको अध्यक्षज्यू, सबैमा म गोपी कृष्ण सल्लाहकार सदस्यको तर्फबाट सबैमा नमन गर्दछु। जय होस्। यो ज्योतिष कर्मकाण्ड किन अनर्थ लाग्यो भन्नुहुन्छ भने हाम्रा हिन्दू शास्त्रहरूमा जन्म उत्सव अथवा परलोकगमन तिथिमा गरिन्छ। हाम्रा मातापिताको श्राद्धहरू हामी तिथिमा गर्छौँ, गतेमा गर्दैनौँ। र गतेमा गर्ने संस्कार हाम्रो होइन। यो कहाँबाट कसरी आयो त्यतापट्टि एकछिन नजाउँ, त्यसको पनि छ। मैले त्यहाँ पत्तो लगाएको छु, होइन? हजुरहरूले यो पत्तो लगाउनु लगे होला। त्यो गतेमा जन्मोत्सव मनाउने संस्कार हाम्रो होइन, हेर्नुहोस् है। त्यसले गर्दाखेरि यो जन्मोत्सवलाई पनि हामीले तिथिमै लान, यसको जानकारी दिन हाम्रै कर्तव्य जस्तो मलाई लाग्छ। यदि म झुटा भन्यो भने यो भाइ यति कारणले झुटा भनिदिनु होला, होइन? ठिकै भन्यो भने यसलाई स्वीकारेर सबै यसको अगाडि बाटो लाग्न ठिक होला। प्रशिक्षण गराउनुहुन्छ र जिल्लामा एकजना प्रशिक्षक बनाउनुहुन्छ र त्यो प्रशिक्षित भएको उसले फेरि जिल्लामा अरूलाई प्रशिक्षण गराउनुहुन्छ। उहाँहरूलाई पाइँदैन। हामीले संस्था गठन गर्छौँ, संस्था जन्माउँछौँ, तर त्यसका लागि प्रशिक्षण केन्द्र खोल्दैनौँ। गाउँ गाउँमा बसेर प्रशिक्षण दिन चाहँदैनौँ। प्रशिक्षण दिन नचाहेपछि दिन आयो भने भन्दा हामी बहुत खुसी भएर त्यो प्रशिक्षणमा समाहित हुनुपर्छ र हामीलाई प्रशिक्षण दिनुपर्छ। एकजना गुरुले भन्नुभयो नि, हो प्रथम लग्न भावबाट 7औं भावसम्म सूर्य भयो भने यस्तो हुन्छ, 7औं भावबाट 12औं भावसम्म शनि भयो भने यस्तो हुन्छ भनेर भन्नु। मैले त्यहाँ बसी यसो मेरो पनि कुण्डली अध्ययन गरेँ। हो, मलाई पनि 7औं भावबाट तपाईको सक्रिय भूमिका रहने अपेक्षाका साथ बधाई तथा कार्यकालको पूर्णता एवं सफलताको शुभकामना सहित यो प्रमाणपत्र प्रदान गरिएको छ। सीताराम सोम लिटेल उपाध्यक्ष केन्द्रीय समिति, नारायण पौडेल उपाध्यक्ष कोशी प्रदेश समिति, चन्द्रमणि मगर अध्यक्ष जिल्ला समिति, नारदमणि नेउपाने संयोजक निर्वाचन समिति, वरिष्ठ सदस्य केन्द्रीय समिति भएको छ। उहाँलाई आसन ग्रहणको लागि अनुरोध गर्छु। त्यसै गरी नेपाल ज्योतिष परिषद झापा जिल्ला समितिका सहसचिव कमल नेउपाने आउनुभएको छ। उहाँलाई पनि म आसन ग्रहणको लागि अनुरोध गर्छु। अब हामीले अब आफ्नो नाम भन्नु होला। परिषदको विधानपति पूर्ण वफादार रहँदै तोकिएको जिम्मेवारीहरूलाई कसैको डर नमानी पक्षपात नगरी भगवानको नाममा शपथ लिन्छु कि नेपाल ज्योतिष परिषद दुर्भावना नगरी पदीय गोपनीयता कायम राखी आफ्नो क्षमता योग्यता र बलगतले भएसम्म निर्वाह गर्नेछु।